ओइ मलाई पनि बाइक चाहिएको थियो छैन तिरोमा बाइक त मेरोमा छ हौ नयाँ छ कन्डिसनमा कि तर हिजो अस्ति त्यो टायर चाहिँ त्यो उयोले काटेर चाहिँ अलिक त्यो टायर चाहिँ लाउनु पर्छ टायर चाहिँ फेर्नु पर्छ हो कुन चाहिँ बाइक अनि 2-3 इन्डिकेटरहरू लाउनु पर्छ बाइक कुन चाहिँ हो नयाँ छ बाइक कुन चाहिँ हो बाइकको बडीहरू कस्तो छ कन्डिसन फलाम खतरा छ नि भाइ यो के हो बाइक यो होइन या पुरानो भइसकेको बाइक त्यही त अन्त नयाँ मेरोमा नयाँ छ कहाँ यो चाहिँ यहाँ तल तल यो पल्सर 390हरू होला अरे भाइ यो मैले किनेको नि त उस मैले भनेको थिएँ टायर लाउनु पर्छ भनेको थिएँ यहाँ एउटा लायो हो अझ अगाडि एउटा टायर लायो हो नयाँ छ अब हेर है तँलाई सुविस्ता हुन्छ कसो भन्छ अब जस्तै कि तँ बाइक चलाइस खुट्टा पनि ढ्याप्पै प्लस अब तेरो यो अब दुइटै एकैचोटि नै चलाउँछस् भने पनि क्लच गियर एक्सिलेटर यसरी जम दुइटा गरेर पनि छ यहाँ राखेर गर्छस् भने पनि छ उहाँ पर राखेर गर्छस् भने पनि छ पेन्टहरू पनि ठिकठाक छ हो अझ बत्ती हेर न बत्ती अब सानो दाम कमको होइन बत्ती दामीको दाम मिलाइले पैसा दाम कम गर्नु थियो यहाँ दाम कम भित्र 3000 मात्र मजाले गर्दे दाम काम मजाले 3000 मात्रै मजाले गरेर म बाहिरै हुन्छु 3000 मात्रै दिए है बेसी पर्छ त्यसो लान्छौ भने मेरोमा पनि छ यहाँ पर हेर त ऊ